मेरो गाडी फुल भयो पछाडि यो डिक्कीमा छ पुरा गाडी फुल छ मेरो पपैया र यो ड्रमस्टिक हालेर मेरो गाडी पुरा फुल भयो ब्याग त अब गोडाउन गरेर राख्ने ब्याग फुल गरेर आज बेङ्गलोरतिर लागिदिनु छैन हाम्रो यात्रा गाडी पुरा फुल लोड लगभग 200 किलोमिटर यहाँदेखि बेङ्गलोरसम्मको लागि 200 किलोमिटर छ लगभग कति 2 घन्टा 2.5 घन्टासम्म लाग्छ पुरा फुल छ गाडी यहाँको हेर्नुहोस् त्यो पपैयाको बोट पुरा यस्तो छ ठाउँ यहाँको वातावरण यस्तो छ पपैया मेरो गाडी भयो पपैया अनि ड्रमस्टिक बस दुईवटा सबैले मात्र पुरा गाडी डिग्गी फुल छ अगाडि पनि छ यो ड्रमस्टिक यहाँ राख्या अब एक बोरा पछाडि ड्रमस्टिक एक बोरा अगाडि छ अरू ब्यागहरू छन् गाडी फुल भयो अगाडि लोड गर्ने मान्छे जान्छ यहाँ ताल छ त्यस्तो छ यहाँको मौसम गर्मी धेरै जास्ती गर्मी यहाँ दिउँसोतिर अहिले चाहिँ शीत घाम नलाग्यो दिउँसो त लास्टको गर्मीकै लास्ट यात्रा पसिनै आउँछ चल्छ अरे अब आज साँझतिर हिँड्न ठिक हुन्छ यात्रा लाग्यो लाग्यो आज बेङ्गलोरको यात्रातिरमा बिहान आएको हामी बिहान आएर अहिले लाग्यो आज